आउनु हाम्रो भिडियो बनाउनु बेला मान्छे कहाँ हरा हो के मजा लाग्छ नलाएर के गर्नु अलिअलि मोबाइल टाच्छ घर गएर झोल कति पैसा लाउनु पर्ने तपाईँहरूको मोबाइल फेरि यसो कसो मैले होइन अलिकति एउटा तपाईँहरूको मोबाइलमा नि यहाँ कसैलाई गर्दै भन्नुपर्छ कि यहाँ किन नभ्याउनु नि जे गरे नि भ्याइन्छ हो अब खिच्नु न हो यो पानीमा पर्यो हेर्दैन न एकपल्ट ज्योतिष हेरेको छ फेरि गडबड होला के छ कागबेनी श्राद्ध भयो दाजु बुवा आमा कसलाई तारियो के छ हजुरहरूलाई मुक्तिनाथ कस्तो लागिरहेछ यो कागबेनी एकदम आनन्द लागिरहेछ कागबेनीमा अब चाहिँ श्राद्ध गर्ने सकियो अब चाहिँ हामी चिया खाएर फेरि अब चाहिँ मुक्तिनाथको प्रस्थान हुँदैछ रमाइलो छ नि है बा एकदम रमाइलो कस्तो छ हजुरआमा कागबेनी के भन्नुहुन्छ सिर्जनाहरूलाई के भन्नुहुन्छ सिर्जनाहरूलाई नि एकदम रमाइलो भनिन्छ यहाँसम्म पठाइदिएकोमा धन्यवाद सिद्धार्थी नामक संवत्सरे श्री सूर्य भगवान उत्तरायण वसंत ऋतौ वैशाख मास चैत्र मासे वैशाख पक्ष आद्यः तृतीयां शनिवार श्री सूर्य मीन राशि चंद्रमसे वृश्चिक राशि देवगुरु धनु राशि अन्य शुक्र देवगुरु मिथुन राशि अन्य शुक्र यथा खान दिद्य सशुग्रह गण विशेषण विशिष्ट आद्यः गोत्र भन्नु है गोत्रोत्पन्न हजुर गोत्र है गोत्रोत्पन्न आफ्नो गोत्र सम्झनु होला गोत्रोत्पन्न पिता मात्र गोत्र मातामा प्रामतामा वृद्ध प्रामतामा नाम सपत्यानाम अन्येषां च समस्त पितॄणां समत्कारार्थं मातृपितृ गुरु श्राद्धि पितॄणां समस्त तीर्थ श्राद्ध दण्ड कागमणि तीर्थ श्राद्ध निमित्तं देवशुद्ध्यार्थं पाञ्चभौतिक सारशुद्ध्यार्थं कायिक वाचिक मानसिक सांसारिक दोष निवृत्तिपूर्वकं कर्तव्यः हजुरहरूलाई च्याङ्ग्रा देखाउँदैछौँ यहाँ 150 वटा छ भन्नुभएको छ च्याङ्ग्राहरू ल हेर्नुहोस् है मस्तको क्या मजाको छ नि हो यिनीहरू ओहो घत्रा 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 एकचोटि हो आयो आयो भाइ 150 वटा च्याङ्ग्रा नभागै केटा नभागै 150 वटा च्याङ्ग्रा भनेको छ के छ हिँड्न सक्दै हुनुहुन्छ गाह्रो भएको छैन नि हजुरहरूलाई कस्तो लागेको छ मुक्तिनाथ यात्रा कस्तो लाग्यो दाजु यात्रा सुन्दर ल मुक्तिनाथ जाँदा गाह्रो महसुस भएको छैन नि अहिलेसम्मलाई चाहिँ छैन ल भगवान् नारायणले यो कसैलाई पनि गर्नुहुन्न सबै हलुका जानुहुन्छ अच्छा है ना
अच्छा है बिल्कुल हाँ। ओके किधर से आया? इंडिया से इंडिया कौन सा? इंडिया से रायपुर रायपुर कितना लोग आए हैं अभी 50-55 किलो 55 लोग कस्तो लाग्यो तिमीलाई एकदम ठिक ल यो युट्युब च्यानलमा आउँछ है जुङ्गे बुढा भनेर आएपछि लङ भिडियो भेटिन्छ युट्युब च्यानलमा अँ ल। जुङ्गे बुढा भनेपछि युट्युब च्यानलमा आयो ल हामी मुक्ति जाँदैछु जाँदैछौँ ल यहाँको जेन्जी भाइहरू घोडा टुङ 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 बाबा टिकटक पनि छ क्या? ए टिकटकमा जुङ्गे बुढा चाहिँ युट्युब च्यानल टिकटक चाहिँ गोपालजी 11 है ल तपाईँ घोडा चढेको आयो हो ल धन्यवाद कुन ठाउँबाट हजुर ए म स्वस्थानीको जोगी मुक्तिनाथ म आउँदैछु पहिलो चोटि दर्शन गर्नुलाई भगवान के छ दिदी खबर ठिक छ नि राम्रो छ नि यात्रा यात्रा सफल भयो सफल भइसक्यो अब नसोचे पुरै भइरहेको छ ओहो ल ए हल्ले नि ल मुक्तिनाथ दर्शन गर्ने आउने क्रममा हामी कुन ठाउँबाट दाइ नमस्कार यो हामी विराटनगरबाट विराटनगर ल विराटनगर युट्युब च्यानल जुङ्गे बुढामा है हजुरलाई देखायो है जुङ्गे बुढा ल मुक्तिनाथ मन्दिरको दर्शनको लागि उहाँहरू हाम्रो भक्तजन हामी तयारी भएर अब भगवानको सेवामा अगाडि बढ्दैछौँ ल मेन सिँढी यो भयो हेर्नुहोस् है मुक्तिनाथ भगवान् नारायणको मन्दिर जाने बाटो मेन सिँढी यो भयो हजुरलाई सुरुमै थकाइ लाग्यो थक गया अरे काका फिर भेट हो गया थक गए हाँ हमारा वीडियो यूट्यूब में मिल जाएगा वो जुंगे बुढ़ा यूट्यूब चैनल में अच्छा अच्छा ठीक है ना हाँ ठीक यूट्यूब में मिल जाएगा वो जुंगे बुढ़ा हाँ हाँ ल दिदीहरू कुन ठाउँबाट ए ल गाउँले रहेछौँ हामी हेटौँडा हनुमानको नाम जप्दै हिँड्नु हनुमान होइन विष्णुनारायण पानी कम खानु है मेरो दाइ पानी कम खानु हो पानी कम खानु ओठमा मात्र भिजाउनु अलिकति समस्या हेरिन्छ दाइले भाउजू उक्नु पर्ने अवस्था होला है भगवान तानिहाल्छ नि मान्छेसँग यहाँ। हो आऊ बिस्तारी ओइ मेरो छोरा चलो सिँढी हो त्यहाँ चिसो हो कि आधी सिँढी पार सक्यो छैन आदि छैन अहिलेको हाम्रो बसको चल्दा पुर्दा जेनजी थाक्नुभयो 52 वर्ष मात्रै हो धेरै भयो होइन जेन्जी यो त थाक्नुभयो कि छैन आमालाई घोडा चढाइयो आमालाई घोडा चाहियो अब एउटा घोडा खेल्नुपर्छ त्यहाँ माथि गएर चढेर बुढी आउँदै थिए खै कहाँ आइपुगा ए बुढीकै माला है आमालाई त पठाइयो बुढीको याद आयो त्यो क्याब लानु के तपाईँहरूकै तलतिर जाने तलतिर जाने जाम न त एउटा सम्झीहरू त पुइसक्नु क्या भेटिन त अलिकति फास्ट जानु पर्ने भयो सिर्जनाले मार्छ फोटो भिडियो बनाउनु पर्ने के गर्ने आइहाल्छ नि माथि भेटिन्छ
अलि माथि गएपछि वायु मार्दो आदि भएर आदि भयो बिस्कुट पानी चाहिँ धेरै नखाने है कति भेटमा गयो यो मान्छे फेरि केटा गल्या छ त फेरि आयो त नारायण मुक्तिनाथ शिवाजी की हो छोरा जन्मासी कति मजा आउँदो रहेछ नि दाइ एकदम मजा आयो बुढेसकालमा आफूलाई बोक्छन् है ठिक छ नि बा ल राम्रै छ अब ठाउँ राम्रो लाग्यो नि हजुरलाई अक्सिजन अलिक कम एउटा स्वर्ग होइन यो हेर्नुहोस् त अक्सिजन कम यो वातावरण हेर्नुहोस् एउटा स्वर्ग घोडा चढ्ने कि घोडा चढ्ने चढ्ने चढ्नु मन्दिर आउँदा घोडा चढ्नु फोटो खिच्ने हो कि त्यहाँ फोटो खिच्न चाहिँ होइन मैले घोडा चढेँ छैन अहिलेसम्म छ मसँग सुरुमै आएको बेला छ एउटा हेटौँडा बस्ने काका हराइरहेको छ यहाँ मैले चिनिरहेको छैन तपाईँ त होइन नि नेपाली नहीं समझता हिंदी हिंदी से हाँ एक नेपाली आदमी है इधर पर है यतिको चाहिन्छ है ले लो गुजरात हाँ वो अरे चढ़ाने के लिए कुंड में पैसा ले लो हेटौँडा बसेको वहाँ हो भुटुन्दै बस्यो होइन होइन म त वहाँ शेषनारायण चिनेन मलाई टिकटक बनाइरहनु भयो मोबाइल खोइ आज मोबाइल त ऊ भान्जालाई दिएर पठाए चिन्नु हो तपाईँ भिडियो मैले भाइरल बनाएको छु है के छ तपाईँलाई जाडो चिसो यहाँ त बिहान बेलुका मौसमहरू खराब हुन्छ मिन टाइम चेक इन हुन्छ मिन टाइममै सेकेन्डमा खराब हुन्छ